हाम्रो श्रव्य श्रेष्ठलाई कुकुरहरूको माया लाग्छ। यी दुईवटा कुकुरहरू यहीँ आएर बस्छन्। यो मैले पालेको पनि होइन, श्रव्यले पालेको पनि होइन, तर एउटाले खायो एउटाले खान पाएन। श्रव्य श्रेष्ठ फेरि माथि गएर भात लिएर आउँदैछ। बाबु ल्याइदिनु चाँडै यसलाई, यसले खान पाएन कि हाँ? थोरै भात र ऊ हालेर ल्याइदिन। एउटाले खान पायो एउटाले खान पाएन। फेरि एउटा जम्मै ल्याएको एउटाले मात्रै हालिदिएछ यसले। थोरै ल्याइदिनु बाबु अलिकति, यसले यहाँ खान मन लागिरहेको यसलाई बिचरा। थोरै ल्याइदियो नि यसलाई यार, यसले खानै पाएन यार। कहाँ जम्मै हड्डी मात्रै फाल्यो यसले त, यसले त जम्मै हड्डी फालिदियो। यसलाई पनि दिनुपर्ने हो। श्रव्य अलिकति ल्याइदिउ न यार, थोरै हाल ल्याइदिउ न, ल्याइदिनु हौ। त्यो सानोले खान पाएन, ठुलोले मात्रै खायो। यी कुकुरहरू हामीले पालेको होइन, तर हाम्रो घरमा आउँछन्। यो दुइटाको माया लाग्छ मलाई। यसले खान पाएन यार, यसले खान पाएन, सबैले ल्याइदियो। थोरै थोरै ल्याइदियो ल, थोरै भने ल्याइदिएछ ल। त्यहीँ त्यसले खाइदिन्छ फेरि ल, त्यसले नै खान पायो ल। थ्याङ्क यू श्रव्य। खायो त खा, खा के तँलाई तँलाई ल्याइदिन्छ ल। कहाँ मासु नि छ त्यहाँ, यसलाई मासु नि हो ल। श्रव्यले यसलाई पनि ल्याइदिएछ मासु समेत ल। खा के खा, त्यसले के गर्दैन, क्षेत्र के गर्दैन ल। खा खा छिटो ल। एउटा सेते, यसको नाम सेते हो। यो हाम्रो कुकुर पनि होइन होइन, तर पनि श्रव्य श्रेष्ठलाई बिहान चरालाई पनि भात हालिदिन्छ अनि कुकुरहरूलाई पनि दिन्छ। यसको बानी चाहिँ राम्रो छ। श्रव्य श्रेष्ठको बानी चाहिँ कुकुर चराहरूलाई माया गर्छ ल। थ्याङ्क यू श्रव्य बाबु श्रेष्ठ।